Hello guys, welcome back to my YouTube channel. Priyanka Thapa मगर तपाईलाई चाहिँ मेरो ब्रान्ड न्यू भिडियोमा चाहिँ स्वागत छ हैन। टाइटल या थम्बनेल देखेर चाहिँ थाहा पाउनु भयो होला आज चाहिँ यो के को ब्लग हो भनेर। आज चाहिँ दशैं हो, त्यो चाहिँ तपाईहरुलाई थाहा। ह्यापी दशैं सबैजनालाई फ्यामिलीहरुसँग मनाउनु होला। दशैं राम्ररी भन्दै म चाहिँ अब यसो मेकअप गर्न लागेको। म खासै के भन्छ रे गर्दिन किनकि म कुर्ता लाउने हैन, म प्यान्टिस लाउने हो नि त। त्यसैले अब त्यसकै तयारीमा चाहिँ अब मेकअप गरौँ। अनि के भन्छ रे यसपालि चाहिँ हाम्रो यहाँ तपाईलाई थाहा होला, हजुरबुवा बित्नु भएको थाहा छैन भने तपाईहरु गएर हेर्न सक्नुहुन्छ मेरो भिडियोमा। अनि पछि अब 1 वर्ष पुग्नलाई ठ्याक्कै मंसिरमा 1 वर्ष पुग्छ नि त। त्यतिखेर मात्रै मम्मीहरु चोखिनु हुन्छ। त्यसैले हाम्रो घरमा चाहिँ न यसपालि जमाएर राख्यो न केही। अनि पछि मम्मी चाहिँ अघि भर्खरै उता छ्यामाकोमा तरकारी सरकारी बनाएर चाहिँ अनि पछि आउनु भयो क्या। अनि त्यहाँदेखि चाहिँ अहिले म यसो रेडी हुँदैछु। त्यही खाना खाएर अनि त्यही हो मेरो फर्स्ट टिका यहाँबाट गर्थे। अब उता यहाँ लाउने नभएसी त्यसैले अब म यसो मेकअप गर्नु पर्यो। किनेको नि 1 वर्ष जति हुन लागिसक्यो। ठ्याक्कै दाइले मलाई दशैंमा किनिदिएको थियो। यो त तपाईलाई थाहा छ होला, तपाईले थाहा छैन भने मेरो दशैंको भ्लगमा हेर्न नि सक्नुहुन्छ। लुक हल्का आइब्रो त कोर्ने पर्यो जे जस्तो भए पनि, खासै फिलअप त गर्नु पर्दैन। आइब्रोमा हल्का टचअप गर्नुस्। यसपालिको मम्मीको त न दशैं न तिहार न तीज केही पनि। अब नेक्स्ट इयर मंसिरमा चोखिने हुन्छ नि त। अब यदि म अब मंसिरमा गए भने चाहिँ भिडियो बनाउला गाउँमा, गएन भने त अब त्यही हो। यसपालि त मेरो खासै लगाउने पनि छैन होला। अब हेरौँ कता लगाउँछु। म तपाईहरुलाई देखाइहाल्छु नि भिडियोमा। आँखामा हेभी नगरे पनि आइब्रो त बनाउनु त पर्यो जे जस्तो भए पनि। हेलो साथीहरु, नमस्ते। म चाहिँ है नानीलाई चाहिँ मैले अस्ति कपडा किन्दिन, म तिमीलाई केही किन्दिन, त्यो प्यान्ट टी सर्ट ला भनेर उसलाई चाहिँ मैले फर्मा प्यान्ट र व्हाइट कलरको सर्ट किन्ने थियो। त्यही भएर यो मैले कुर्ता लिएको उसलाई थाहा छैन। मैले यता दाइको चाहिँ रुममा ल्याएर राखेको थियो मैले हैन। कुर्ता सुरालहरु किनेर मैले यता दाइको रुममा ल्याएर राखिदिएको थियो। यता चाहिँ मैले राखेर यता दरातमा भर्खर निकालेको मैले, उसलाई थाहा छैन क्या। उता मेकअप गरिरहेछ। मेरो त यसपालि कुर्ता नि छैन। अब पोहोर लागेको कति लाउनु, प्यान्टसँग हल्का के अरे तेज हल्का चाहिँ मेकअप गर्नु पर्यो भनेर उसले उता मेकअप गरिरहेछ। अब प्यान्ट टी सर्टसँग त ओभर मेकअप सुहाउँदैन नि त। अनि माया नि लाग्यो। अब यसलाई लगेर म दिन्छु। अब टिको लाउने बेला नि भयो। 11:55 भन्छ सायद पनि हैन। अब यो कुर्ता अनुसारले उसले मेकअप गर्छ नि थाहा छैन। यो चाहिँ मैले बुटिसमा गएर किनेर ल्याइदिएको थियो। यता दरातमा राखेको थियो। उसलाई थाहा छैन। त्यही भएर उसलाई चाहिँ म सरप्राइज दिनु जान लाग्यो। साथीहरु अहिले हेर्नु है उसको रियाक्सन कस्तो हुँदो रहेछ। एकछिन है त म गयो है उता। अब उसको रियाक्सन कस्तो हुँदो रहेछ। यता छ यो चाहिँ यता मेकअप गरिरहेछ। उसलाई थाहै छैन। अब म चाहिँ के गरे म आएको नि। किन तिमीलाई माया लाग्यो अनि तिमी प्यान्टसँग हल्का तेज भनेको हैन। यता हेर त हल्का हो। म त यो आइब्रो मात्रै गर्न लाग्यो कि। अब प्यान्ट सिलाउने मान्छे हो। अब मजाले गर न के हल्का। अब आई मेकअप सेकअप गर न। अब यार प्यान्ट टी सर्टकोमा के आई मेकअप गर्छ, सिर्फ गाजर मात्रै लगाउने हो क्या। यता हेर त मैले एउटा के ल्याएको थियो अब तिमीलाई। ल सरप्राइज। के यो जे भइले हेर न, यहाँ सरप्राइज छ क्या। यसले प्यान्ट किनिसक्यो साथीहरु। सरप्राइज देख मलाई केही पनि थाहा छैन। सच्ची ल के हो त्यो? ल हेर त। हेर न गुडनेस। ल के हो यो? ल ब्रो बुटिसबाट ल्याएको मुङ हो। राम्रो कहिले ल्यायो? मलाई भन्दा नि भन्दैन त। सरप्राइज भनेर ल्याउँछ त। थाहा नपाइकन त ल्याउँछ। मन परेन हेर्नु त सल। यो उठ्दै गर्छु साथीहरु। म अहिले नि बिलिभै गर्न सकेको छैन हो। कतिखेर किन्नु भयो। नो आइडिया। राम
साँच्चीकै थाहा छैन क्या मम्मीले ल्याउनुहुन्छ भनेर। म त प्यान्ट सर्ट लाएर बस्ने भनिरहेको थिएँ, पछि त लुक मम्मीले के लिएर आइदिनु भयो। म त यसको जरुरत हुँदैन थियो भनेर बसेँ, के गर्नु जरुरत भयो या प्यालेटको। मम्मीलाई नि कति दसैँ मनाउनु मन लाग्यो, तर के गर्नु गाह्रो भइरह। अब धेरै बेर छैन मम्मीको, मङ्सिरसम्म मात्रै हो। अनि त्यहाँदेखि मम्मी पनि मजाले मनाउन सक्नुहुन्छ सबै चाडबाडहरू। त गाइज मेरो चाहिँ मेकअप रेडी भयो। ल त गाइजहरू म चाहिँ रेडी भयो होइन। अब तपाईँलाई चाहिँ म ठ्याक्कै यो मम्मीले दिनुभएको लुगा लगाएपछि चाहिँ भेट्छु है त। साथीहरू म चाहिँ रेडी भयो होइन। अब एकछिनमा हामीहरू जान्छौँ अनि त्यतिखेर म फेरि भिडियो कन्टिन्यू राख्छु। साथीहरू मम्मीले क्यामेरा समात्नुहुन्छ अरे है त, आउनु। हेलो साथीहरू, हाम्रो चाहिँ यसपालि चाहिँ टिको लगाइदिनु हुँदैन होइन। नानी बाबुहरूलाई टिको के अरे लगाइदिनु हुँदैन, किनकि हामीलाई जुथो परेछ नि त। अनि बाबा पनि भोलि पर्सि मङ्सिरमा चाहिँ बर्सीमा जानुपर्ने, बर्सी के अरे फाल्नु छ। त्यही भएर हाम्रो चाहिँ यो साल चाहिँ टिको लगाइदिनु हुँदैन। आगो मात्रै हो। नानीलाई चाहिँ टिको नलाइदिनु 10 रुपियाँ दक्षिणा दिनु लाग्यो मैले। अब सधैँ यिनीहरूले वर्षदिनको चाडमा पाउने दक्षिणाहरू चाहिँ यिनीहरूको कहीँ जाँदैन होइन। टिको लगाउनु नभए पनि दक्षिणा त पाउनु पर्यो। त्यही भएर चाहिँ म नानीलाई दक्षिणा दिनु लाग्यो है साथीहरू। अब टिको लगाइदिनु त हुँदैन, खालि सुक्खा हातले मम्मीले नानीलाई दक्षिणा हस्ताक्षर गर्दैछ नानीलाई। के गर्नु, हामीले टिको नि लगाइदिनु हुँदैन। त्यही भएर चाहिँ म हातमा नानीलाई दक्षिणा दिनु गइराखेको छु। ल नानी, एउटा हाले दिनु हुँदा चाहिँ क्यामेरा छ। ल तिमीलाई टिको लाउनु नभए पनि दक्षिणा दिएको है। दक्षिणा त दिनु पर्यो, टिको लाउनु खै त टिको लाउनु त्यही भएर दक्षिणा हामी चाहिँ अब जान लागेको साथीहरू त छामाकोमा दक्षिणा दिएको मैले है। ल ल अब तल गएर भेट्छु है हजुरहरूसँग। ल हामी चाहिँ किनकि आज खाना खानु पनि बोलाएको छ त्यहाँ, बिहान गएर पकाएर आएको बुवा र मैले। नानीहरू टिको लगाउँछ, हामी चाहिँ खाना खान्छौँ है। तपाईँको नै ठुलो हो क्या। ल ल ए मेरो हातै नछुने पर्यो। ल अहिले पछि भेटौँला साथीहरू। ल साथीहरू हामीहरू चाहिँ फाइनली आए, टिका लाउनु जाँदैछौँ। यो कसको मोबाइल हो? यस्तो अरूको एकछिन कुरा गर्नु देऊ न हो। यो नाम त के हो? ल यता चाहिँ हाम्रो बहिनी मामा घरको, यता बुहारी होइन, यता हाम्रो भाइ, अनि भदै हो एउटा नाति यतातिर चाहिँ। समियो यता हाई गर त समियो। ल बहिनी बुहारी भाइ यता चाहिँ टिको लगाइदिने, यता चाहिँ कान्छा ज्वाइँ कान्छा एकचोटि हेर्नु यतातिर टिको लाउँदा लाउँदै। तपाईँ नि युट्युबमा आउँछ ल। पैसा पाउँछ निकै खुसी भएको छ बच्चा र। सुपको पारेर बस न।
आज त यसपाल त हाम्रो पनि जुठो परेको टिको लागिदिनु हुँदैन नानीको फर्स्ट टाइम यहीँ अङ्कलबाट हाम्रो हामी पोर पनि यहीँ थियौँ ठुलो मान्छे है दाइलाई कल गर त बाबु नानी मेरो बाबा दाङ चाहिँ मात्रै हो क्या जग्गा अङ्कलहरूको त्यहाँ कोसेली लगायो बच्चाहरू के भन्नु ल तिमीहरू खाना खाऊ ल म अगाडि पछाडि पछि आउँछ तिमीहरूको पछि पछि यसको लागि ज्या यस्तो आइपऱ्यो है ल सबैजना यहाँ के खाँदै है खाना हो एकछिन है यहाँ मोनिका यता हेर लु आज के हो हो खाएर नि भाडा साडा अब यता अब खानु लागेको अनि यता यता चाहिँ यो हाम्रो सानो छोरो सबसे यता हेर त सानो सानो यो पुटौली यता चाहिँ अनि यता चाहिँ भोक लाग्यो भन्ने मान्छेहरू यो चाहिँ यता ओइ तपाईँहरूले खाइसक्यो ल यता अब अन्तिम्रो थियो नि त होइन चपाउने अनि यता हेर हाई गर त यता ल सासु बुहारी दिदीको छोरी यो पनि भेनाजुको बुहारी यता यता हेर कान्छी यता चाहिँ खाना पस्काउने मेन मान्छे घरको मान्छे अचार अघि हामीले बनाएर गएको यो अचार धेरै पिरो छैन होला मुलाको अचार अघि हामीले बनाएर गएको नुन लागेको छ त कान्छी यो च्याउ यो बङ्गुरको मासु अघि हामीले बनाएर गएको बङ्गुरको मासु यताको दाल कालो रातो दाल यताको भात यिनीहरू अब यहाँ भात पसिदिएन छानासँग खाना पसिदियो जाऊ जाँदा तिमीले खाना हाल्दै त जाऊ त अनि अहिले म बस्छु यो यिनीहरू अब यता सुन माइली छोरी भोक लाग्योहरू यिनीहरू होइन खाऊ मजाले पेट कसी कसी यता भोक लाग्योहरू लागेको छ नि यता सुतिराख राख्न एक कान्छी अलिअलि देऊ न खाना मैले जस्तो मलाई थोरै पस्को यहाँ पेरेङ्गाले खाना सिधाउँदैन रे मोनिका अचार त नहाल मलाई यति त्यो भात पनि अब धेरै खाँदैन है ल झिली झिली सिधै पिलहरू गर मस्तो झल्काउनु नि त ल फेरि ठुलो बाटोमा मम्मीले धन्न समियोको राखेर थियो तिमीहरू भेटे त 1000 रुपियाँ पैसा नआयो त्यो पनि त्यही त भनेको त पेरेङ्काले खाना दियो कान्छी खाना बिचारा उठ्यो त नि ल त साथीहरू म चाहिँ अहिले एकछिन घरमा आएको छु अब चाहिँ उता ठुलो बाकोमा लाउन जाँदैछ मम्मीहरू टिका दिदी र म हामीहरू चाहिँ कता हिँडेको दिदी यहाँबाट त्यहाँ सजिलो छ हामी कोसेली यता यता जुन जुन
टिका पनि 2 थरी पर्छ रातो टिका त खासै लाउने मगरहरूले राईहरूले पनि लाउनु पर्छ राईहरू पनि त्यस्तै त्यही त कान्छाङले लगाइदिनु भएको हामी चाहिँ नलागिकन छ भनेको के गर्छ खास गरेर हाम्रो पनि सेतो रे यो टिका रातो लाउने हुँदैन सलवार चाहिँ बाहिर गएर हेर त सलनी कति पर्दैछ म अहिले नाति के छ खबर अब चाहिँ सेकेन्डमा कति पर्दैछ ए कुन बहिनीहरू कान्छी कान्छी होइन अर्को 2 जना छ नि यहाँ खै त ममता खै त सल्लो तेरो बाजेले फोटो हालेर भने नचिनेको हात पो थाप्नुपर्छ सानो मलाई बोलाऊ है त्यो तिमी र मलाई त सेल्फी पनि सबजना गर्नु कतिको चार्ज गर्छ त्यस्तो छैन यो त यो अलि उ जस्तो छ हौ देउता जस्तो छ अरूभन्दा त उता महिला पनि नमस्ते गर पानीको लागि चाहिँ अब पानी होइन रे के भन्नु म त पानीले घट खिउ लागेको थियो पानी यो अचार पनि खान सक्दैन नङ्गे भाँचेर थियो नङ्गाल त मेरो नङ खै The next day. गरे भन भाउजू सनु लाउनु के ल्याउनु भयो त्यसरी कसैली मेरो के अरे त्यो चामलहरू स्कुटीमा लिएर आउँछ कि रातो टिका कस्तो दामी र नदामी चाहिँ कस्तो हुन्छ कुनै चाहिँ च्याप्पै बस्छ नि त चाहिँ पर्यो कि त्यही भन्छ ए ल धेरै पढ्नु धेरै नक्कल झकल पारेर नहिन्नु ज्ञानी हुनु कोइलो नजानु धेरै पढेर पाइलट बन्नु राम्रोसँग पढ्नु हैन धेरै धेरै पढेर जागिर खानु ठुलो मान्छे बन्नु ज्ञानी हुनु धेरै नक्कल नपार्नु बोयफ्रेन्ड नबनाउनु अहिले नै धन्यवाद भोलिपछि खुट्टा हेरेर खानु धन्यवाद ल त साथीहरू होइन टिका सिक्का लगाएँ मम्मीकोमा दिदी र बहिनी चाहिँ जानुभयो अब अरू ठाउँमा पनि लगाउन जानु बाँकी छ अनि त्यतिखेर भेटौँला है त त्यहाँ